यहाँबाट स्वास्थ्य चौकीदेखि सुरु भएर लाग्यो अनि आज कहाँको अरे यात्रा गुगल पोइन्टको यात्रामा हामी छौँ। बाटो छ मैले कस्तो राम्रो देखेको नि हो। बाटो चाहिँ सल्लाघारी ल हिँड्न त कतिको हिँड्नु पर्दो रहेछ। अचेल पो दिन चाहिँ यस्तो भयो। जसको सुशान्त इन्भाइरोमेन्ट है कति रमाइलो नि। तर यहाँनिर भालु निस्क्यो अरे है सुनि के हेर त अनुहार डराएको छौ कि छैन हेर त यता भालुको कुराले डर लाग्छ। भालु त बोकेर ल्याइरहेको है। त्यसो भन्दै गर्दाखेरि साँच्चीकै भालु निस्किनु भए के हुन्थ्यो होला हालत। आज चाहिँ त्यो घाम लागेर साथ देख्छ तर पुरापुरी चाहिँ मौसम खुलेको अवस्था चाहिँ छैन होइन। लल्लु भन यसको नाम के हो लु सुनि के खरानी होइन। कमेन्ट हानिदिनु त लु के रहेछ। यो चाहिँ मन परेको मलाई। कटुस जस्तो पनि छ। यसको चाहिँ नाम थाहा भएन एक्ज्याक्ट। रजन चिन्डे त होइन हुनु त होइन है तर नि होइन अलिक ठुलो बाटै होला हौ। त्यता बाटो त होइन होला है त्यसो सानो बाटो त। सल्लाहहरू चाहिँ मान्नै पर्ने हो क्या। कति धेरै भन्दा धेरै सोनीको त यस्तो राम्रो ठाउँमा बसेर राम्री हुँदै गएको रहेछ। तिमी राम्री हुनुको राज। अनि यता पनि छ त बाटो। त्यही चाहिँ बाटो हो। अहिले फेरि दाउरा त्यस्तो कुरा चाहिँ नगर न हौ। त्यो उकालो हिँडाएर चाहिँ फर्किने कुरा चाहिँ नगर त। लास्टमा चाहिँ सर्टकट हामी चाहिँ सर्टकट आएको रहेछौँ होइन। ए रहेछ कोही त छैन यो रुखमा। कस्तो तर्सी सातो पुत्लो फ्लाइ इन द स्काई। होला अनि यो ठुलो बाटो चाहिँ अनि पुगिन्छ होला नि त जाउँ न। यत्रो ठुलो बाटो छोडेर चाहिँ यस्तो बाटो लगेको छ। नपुगियोस् त। जसरी नै उकालो हिँड्यो भने पुगिन्छ होइन। ल तिम्रो भनाइअनुसार हामी जान चाहिँ गइरहेको छौँ होइन। पुगिएन भने चाहिँ आइपुगेकै हो त। है त्यति कन्फिडेन्ट छ होइन। ठिक छ
आजभोलि मान्छेहरू रङकै धेरै हराउँदैछ भरे आज सक्यो मान्छेले के चाहिँ छ त यहाँ अयो कुन पोइन्ट चाहिँ ल्याइपुर्यायो त ल त्यही ठुलो बाटो चाहिँ थियो होला बाटो बिर्सिएर भुलिएर यहाँ अभर परेको अवस्था कहाँ आइपुग्यौँ भन्ने कुरै थाहा छैन हामी एकदम यस्तो लोकेसनमा आइपुग्यौँ कि यो नै इन पोइन्ट हो होइन छैन यहाँदेखि कतै पनि जाने ठाउँ नै छैन अब रोङ गाउँपालिका भरिमा चाहिँ नहराउने प्रतिबद्धताको साथ चाहिँ सोनिकाले चाहिँ मलाई ल्याएको छ अब हराइँदैन भने मलाई एकदम म उमा भर परेको छु अब हेरौँ पार्दिन भन्ने चाहिँ मलाई साथीले अब पार्दैन भनेर म एकदम भर परेर म जाँदैछु फेरि ओह्रालै बाटो भिर्सेर मान्छेहरूले घुमाएर हजुर फर्केको माथि टाढाबाट अनि अब अनि यिनीहरू त ठुलै बाटो छ त सोनिका नि यही बाटो तिमीले बिर्सेको कि खै जाम यो बाटोले जहाँ पुर्याउँछ 15 मिनट हिँडौँ होइन अनि यो बाटो 15 मिनटसम्म कहाँ पुर्याउँछ त्यसपछि पुगेन नै फर्केर होइन मलाई यतै जस्तो चाहिँ लागेको थियो यतै होला सल्लाहघारी छ नि यता अनि झोडीदेखि भयो सल्लाहघारी भनेको होइन फेरि एकछिनबाट होइन मै साँच्चीकै उही डर लाग्दो रहेछ नि जङ्गल है अनि त्यतै हो ठुलो बाटो
यति सङ्घर्षको बावजुद ओ गुगल पोइन्ट फाइनली आयो अनि कस्तो राम्रो देखेको थियो त यस्तै हो स्क्याम भयो जस्तो भयो नि है बस्नु यस्तो रहेछ ओहो अहिले त्यो केसाङको नि के पदमार्ग हुँदा चाहिँ यो पुगिन्छ गुगल पोइन्ट फाइनली हामी चाहिँ गुगल पोइन्ट आइसकेको अवस्था छिटो बस टिकटक भिडियो त हो नि यहाँ आऊ न बस न अनि कोही कोही चाहिँ उठेर यतातिर जुरुक्क पारेर अनि यहाँनिर हामी चाहिँ यसो हल्का हल्का फोटो सेसन कार्यक्रममा यहाँ छौँ गुगल पोइन्ट भन्ने जग्गा चाहिँ यस्तै रहेछ रेडी भइसकेको छ मेरो मोडल अब म चाहिँ फोटो खिच्न गइरहेको छु यहाँदेखि चाहिँ कहाँ पुगिन्छ अरे यो चाहिँ के पदमार्ग अरे खरसाङ पदमार्ग अरे अनि यहाँदेखि चाहिँ ओह्रालो ओह्रालो गयो भने चाहिँ त्यहाँ पुगिन्छ अरे हामी चाहिँ अघि यताबाट आएको जङ्गल घारी एकदम सङ्घर्षपूर्ण यात्रा गरेर चाहिँ हामी गुगल पोइन्टमा आइपुग्यौँ अब चाहिँ हामी गुगल पोइन्ट आएर पनि घुमिसक्यौँ अब घुम्दा घुम्दा भोक पनि लागिसक्यो अघि जङ्गलमा हिँड्दा हिँड्दै भोक लागेको होइन त सही बाटो ल्याउँदा ल्याउँदै पनि फेरि फर्काएर मान्छेहरूले कता कता पुर्यायो अनि अब हामी चाहिँ पुन्टे कोक छ हामीसँग यो पनि डुप्लिकेट पो होला त नि कोका कोला रहेछ ओहो बोतल फ्लिप खेल्ने हो कि क्या होस् नि के फेरि एकजना मात्रै अगाइन्छ र पो त भोडि फुट्ने गरी एकजना चाहिँ होइन हो त्यो ऊ चाहिँ एउटा मात्रै हालौँ न कुरमुरे चाहिँ यो कुरमुरे चाहिँ एउटा मात्रै हालौँ अनि हो त्यो चाहिँ हालौँ न हुन्न हामीसँग अरू पनि धेरै कुराहरू छ चाउचाउ धेरै छ अनि यो पनि छ धेरै कुरा छ नि दुईजनाले अरू कुरा त होइन हामीसँग स्पेसल प्लेट अनि चम्ची एक्लै बनाउने एक्लै खाने हो ए आफू कहाँ त्यसरी हुन्छ त हेर हाम्रो इलाम कति सफा छ हुनुपर्ने छैन ए रहेछ भरे डस्टबिन हालौँ ल ओके अब हामी चाहिँ कुरुम कुरुम खाएर होइन ओह्रालो चल्दिने हो लु अब खाइसकेपछि भेटौँ होला खाएला भनेर उयो पनि खाएला भनेर खाऊ न कोक त्यो पनि खाएला गाइस
अनि त्यो प्लेट चाहिँ किन हामीले दुईटा ल्याएको त गाइज अन्त नि आउनु न खाइला गाइज जाम माथि चाहिँ डाँडा जुम नगर्ने अब हामी चाहिँ गुगल पोइन्टलाई चाहिँ बाई बाई गर्दै पनि टाटा देखिँदैन रहेछ नि त देखिन्छ देख्दैन टाटा हामी चाहिँ अर्कै बाटो अघि जङ्गलको बाटो आएको अहिले चाहिँ के तिमी त खाएनौ कि क्या हो यो खाना सिउँडी नला नि सिउँडी हामी चाहिँ उल्टो आयौँ त्यही भएर अहिले भर्खर देखाउँदैछौँ होइन यहाँनिर चाहिँ एकदम व्यवस्थित रहेछ टोइलेट पनि राम्रो रहेछ होइन त्यहाँनिर हावाघर रहेछ अनि झन्डी डाँडा चाहिँ कहाँ ए झन्डी डाँडा यहाँदेखि झन्डी डाँडा पुगिँदो रहेछ तर हामी झन्डी अघि जङ्गलबाट हिँडेर आउँदा जुत्ताहरू चाहिँ एकदम राम्रो छ त भिड पो रहेछ है कस्तो मेरो साथी भनेको हौ तिम्रो पनि साथी हो त हो नि तिम्रो त झन् फेभरेट साथीहरू त होइन चिल रहेछ त्यहाँनिर ल अब हामी नजाउँ आज मौसम पनि यस्तो छ होइन यहीँबाट फर्क्यौँ इगल पोइन्ट रहेछ गुगल पोइन्टदेखि मुनि अनि अब हामी चाहिँ गएनौँ किनभने मौसम यस्तो भइरहेछ केही देखिराखेको छैन एकदम बल्ल बल्ल घुम्न आएको यसो समय मिलाएर घुमेको लास्टमा मौसम पनि यस्तै भइदियो मेरो त भाग्यमै घुम्नु लेखेको रहेन रहेछ ए यो काफलको बोट हो माइरिका खैको नि के हामी धेरै इङ्ग्लिस जान्ने मान्छेहरू किन अब पछि सिर्जना ल्याउनु पर्छ त्यो भने सिर्जना ल्याउनु पर्छ ल ए उयो भनेको मैले अब पुगिन्छ वा यही चाहिँ मैले देखेको थिएँ ओ हामी अब त्यहाँ पुगिन्छ मैले यो चाहिँ के भन्छ उयो भिडियोमा हेरेको थियौँ अनि मलाई एकदम धेरै यो गुगल पोइन्ट चाहिँ आउनु मन लागेको थियो अनि आज त्यो मेरो इच्छा पनि सोनिकाले पुरा गरिदिएको छ धन्यवाद सोनिका सोनिका यता नि नमिल्ने रहेछ होइन एक केजी चाहिँ यसो के सुकाउन पर्यो अरे भन्छ हाम्रोतिर ल्याउनु तर यो त अब हाम्रो यो हाम्रो जातीय के भन्छ पहिचान हो अब राई लिम्बू भनेको त अब यस्तै हो नि त पोक्सो पोक्सो परेको गालहरू खुक्ला खुक्लु परेको होइन त्यही भएर अनि हामी चाहिँ यसमा यो चाहिँ के होला यस्तो ल भन समग्रमा आजको यात्रा कस्तो भयो यात्रा चाहिँ सुनौलै भयो रमाइलो रमाइलो प्लस अविस्मरणीय भयो किनभने दुईपल्ट हामी हराइमा छौँ अनि राम्रै भयो लडौँ लडौँ त्यो केटीले पानी पानी भनिरहेको छ कि त्यो केटीले चाहिँ पानी पानी भनिरहेको छ सुन्नु भएन यो हो र उयो हाँस पोखरी त्यहाँदेखि अझै यो तुवालो नलाग्दा कस्तो राम्रो देखिँदैछ है कोटी डाँडा हो रहेछ आहा जङ्गलहरूको यो जङ्गलहरूले गर्दाखेरि कति राम्रो देखेको है फ्रेस आइपुगेको हो आइपुग्यो फाइनल्ली आहा झुला पनि रहेछ नि यो आमै
कस्तो राम्रो ठाउँमा रहेछ यो त गयो 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 कसरी मैले क्याप्चर गर्दै देख्यौ फर्क नाच अझै नाना कस्तो राम्रो है यहाँनिर चाहिँ यहाँ यो पहिला हामी आउँदा बनाएको थिएन नि त यो ल के भएको यस्तो राम्रो दिन हुँदा त ला कत्रो कत्रो थुका पानी आयो अब कसरी पुग्नु हामी ए भगवान् तिम्रो भिडियोमा राम्रो आउँछौ के भिडियोमा साह्रै नराम्रो जुर आयो क्या मलाई यो फोटो चाहियो यस्तो पानी झरीमा मेरो रिक्वेस्टमा स्पेसल रिक्वेस्ट देऊ न आउँछ तिमीलाई आउँछ तिमीलाई आउँछ छिटो बस्नु न फोटो खिचिदिन्छु फोटो साँच्चै राम्रो निकालिदिन्छौ ल नि त ल चक्काचक निस्केन भने चाहिँ यस्तो छ मौसम अलिक खुलेर फोटो खिचौँ भनेर बसेको खुल्दा नि खुलेन अब केही पनि देख्नु छोड्यो यहाँ तलतिर कस्तो राम्रो जङ्गलहरू बाटोहरू देखिने थियो माथि माथिसम्म पाथी भएर कता अरे कति वर्ष भयो अरे यता बसेको मै पाकेको भए त खाएर जाँदा हुन्थ्यो कि एक दुई दिन बस्नु यतै हँस नि कि एक दुई दिन यहाँ बसेर खाएर जाऊँ यो क्यामुना भने चाहिँ कस्तो हुन्छ डल्लो डल्लो जानुहुन्छ खै मैले त खाएको छैन हाम्रो त्यो त बोट पनि हुने हौ हुँदैन हाम्रो त्यो त अलिक औलमै हुने होला नि तर यो त चिसै हो त नि र त नि कस्तो राम्रो रमाइलो तर यस्तो छोटो छोटो यात्रामा त यस्तो हुन्छ लामो यात्रामा त कति धेरै थाकिन्छ नि त नि यहाँ पनि कस्तो डरलाग्दो जङ्गल त रहेछ नि हेर त अब त तल निस्किन आइसक्यो अघि एक ठाउँ उताबाट आउँदा नि यस्तै कालो परेको थियो यहाँ पनि त्यस्तै रहेछ के हो ए खोइ यहाँ चाहिँ भत्केछ है सबै विश्राम गर्ने ठाउँ कर्सुङ पदमार्गभित्र अभद्र व्यवहार गर्न पाइने छैन बुझ्नु होला यो कुरा चाहिँ बुझेर आउनु होला यहाँदेखि घर सुकेको के हो हेर्नुहोस् हेर्नुहोस् म खिचिया त तिम्रो टर्न होइन तिमी हेर्ने म खिच्ने गर्दै सोनिकी र मेरो चाहिँ यात्रामै हाम्रो एकदम यात्रामा मात्रै भेट भइरहेको छ होइन आजकल अस्ति पनि अब हाम्रो काठमाडौँको यात्रा ठ्याक्कै अब 1 वर्ष पुग्नु आँट्यो है वैशाखमा हाम्रो 1 वर्ष पुग्छ त्यतिखेरको अविस्मरणीय क्षण के है सुनाउनु हामीले चाहिँ नाइट बसको यात्रा गरेको थियौँ लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स गर्नुको लागि कस्तो भएको थियो सुनाइदेऊ त
मरे तुल्य भएको थियो तुल्य भएको थियो कुरा नगरौँ होइन म त झन् 3 दिन बिराम भएको अनि मै त्यस्तो यात्रा त जिन्दगीमा नगरौँ मलाई त आइपुगेर 3 दिनै बिराम भयो 3 दिन कस्तो भएको ग्यास्ट्रिकले साह्रो पारेछ जस यताको पनि बाटो त कस्तो राम्रो उता सल्लाहघारी यता चाहिँ एकदम हरियाली टाइपको रुखहरू रुख रहेछ नि यो फिरफिरे भन्ने चाहिँ धेरै रहेछ हौ यहाँनिर यो चाहिँ फिरफिरे अरे गाइज यो चाहिँ फिरफिरे रहेछ है फिरफिरे दुधेलो जस्तो छ त अन्त झिङ्गुना रहेछ किन कहिले हिँड्यौ ए साथी त नि गयो घुडा खुस्केला नि जुटो कसम खाएर हिँडेछौ साथी त नि के पारा कसम खाएर त फेरि पो हिँडिसकेछ ला यो त थोत्ने त रुखै छ त अनि भाइसँग जाँदा चाहिँ मातेन राम्रोमा गयो होला नि त अलिक अनि त्यो त बन्द गरिदिएकै खै त नि अन्तिम भन्दै त आइपुगेन त कसको घर पायो कि क्या ए बस्ने ठाउँ रहेछ कस्तो यता फर्का त कस्तो राम्रो देखियो होइन म त पुरा ग्राभेल टिक 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 होला उता लाग्दो जस्तै सम्झेछ खै कस्तो झिङ्गने हाम्रो चाहिँ एकदम उल्टो भइरहेछ गुगल पोइन्ट 385 मिटर अगाडि अनि भोलि यहाँदेखि गयो भने त कति ढिलोमा पुग्छु नि अनि त्यहाँ गएर गयो भने त 7 बजे गाडी के भन्छ 7:30 बजेको गाडी पाउँछ कि अनि फेरि पछिको गाडी गयो भने सबै खाना खाने आदत पर्नुपर्छ उल्लेख गरिएको नियमहरू पालना नगरे कानुनी कारबाही गर्ने हामीले एकदम कानुनी कारबाही मतलब नियममा पालना गरेरै हामी पुगेर पनि फर्किसक्यौँ What happened? कस्तो राम्रो ठाउँ यहाँनिर खिच्नु लु मैले खिच्छु यहाँदेखि हस् तिमी पनि बस ल बस त चिसो मात्रै छैन कस्तो लाग्यो त्यहाँ बसेर कस्तो अनुभव भइरहेछ तिमीलाई फ्रेस चाहिँ कस्तो राम्रो देखेँ कि सुने कि फोटो क्लिक हानिदिन्छु ल है धेरै यत्तिकैमा अनि अब फेरि चोकदेखि पनि अटो गइहाल्छ कस्तो राम्रो ठाउँ
फाइनल्ली अब चाहिँ आइपुग्यौँ। बाटो चाहिँ कहाँ कबाट हल पनि थियो त होइन यता उकालो? कबाट हल त त्यो पर हो नि नाना, ए त्यो पाखबाट मन्दिर जाने बाटो। ए साँच्ची त है। हिँडेर जाने बाटोमा नि कहाँ बाइक चलाएको नि? त्यस्तो चाहिँ नहुनु पर्ने हो नि त। सब कुरा जाँदो रहेछ, स्कुटरदेखि लिएर सब कुछ। ल कफी खाएर जाउँ। आमै सकियो सकियो सकियो। थ्याङ्क यू फर भिजिट your song trial. Marika आइपुग्यो हैन के? अब यात्रा सकियो। कस्तो राम्रो सानो परेको। यहाँ के पाउँछ होला? यो मान्छेको घर हो? यो होइन मान्छेको घर होइन होइन होइन, हामी नजाने। अब हामी यहाँ बस्दैछौँ। आहा सुन्यो कि म यो खिच्छु नि, कस्तो राम्रो कलरको। ओके अब हामी यहाँ छिरेर चाहिँ हामी चाहिँ यहाँ खाजा खाएको यसो जानकारी गराउन चाहन्छ। कफी पनि खाइसक्यौँ। अनि उसले चाहिँ के यो चाउमिन अरे? सुकुटी चाउमिन खाएको अरे। मैले चाहिँ भेज चाउमिन।